गुड मर्निङ सम्बन्धमा र अब खाना खान जान आँटेको। आज चाहिँ दिन एकदम खुल्ला भइरहेको छ, उज्यालो छ आज। आजको दिन चाहिँ यस्तै छ। अस्ति पार्सल पठाएको सामान थियो र त्यो चाहिँ आइपुगेको छ। त्यो ज्यादा भएर उताबाट पठाएको सामानहरू पार्सल गरेको थियो, तर त्यो चाहिँ आज आइपुगेछ। यो खोलेर उडाइदिनुहोस्। सनम हो यो भाइको ल सायद यो बोटो छ भाइको भाइ सनमको अनि यो पनि सनमको सामान सबै आइपुगेको छ। यो पर भाइको हो, यो सनमको, यो सनमको छ। यो चाहिँ पर बहिनीको होला, हामी बनाउनु पर्ने। र सामानहरू 10, 11, 12, 13, 4 दिन 14 आज 4 दिनमा चाहिँ सामान पनि आइपुगेछ। अहिले चाहिँ हामी बाहिर गुरुकुलपट्टि जाँदैछ हावा खानु साथीहरूसँग। गुम्बादेखि बाहिर यो साथीहरू चाहिँ अगाडि जाँदैछ र हामी चाहिँ यताबाट गएको। यहाँ चाहिँ आउँदैछ मान्छे बेलुका। र यहाँतिर चाहिँ पुरा घरहरू बनिसकेको छ। पहिला घरहरू थिएन, अहिले चाहिँ घरहरू पुरा बनिसकेको रहेछ। खाली जग्गा थियो, अहिले पुरा घर बनिँदैछ। पहिला यतातिर घरै थिएन, अहिले पुरा नयाँ घरहरू बनिएको छ। दामी भएछ अहिले त। सबै एरिया किनेर आफ्नो आफ्नो बाउन्ड्रीहरू लगाएको रहेछ। पहिला यहाँ यस्तो घाँसहरू पनि थिएन, राम्रो थियो। दामी भएछ जग्गा। मजाको घरहरू बनाएछ अहिले त। 3 वर्षमा धेरै डेभलप भएछ एरिया। यो चाहिँ नालेन्डा गुरुकुलको एरिया हो। यो ग्राउन्डहरू छ, उता स्कुल छ, यस्तो छ। अहिले दामी भइसकेको छ, पुरा घरहरू बन्नेछ। अहिले पुरा चेन्ज भएछ यो 3 वर्षमा। यस यहाँ खेल्ने जग्गाहरू छ र यहाँ चाहिँ एकदम दामी छ बस्ने जग्गा। टी पार्टी हुँदैछ अहिले। टी पार्टी हुँदैछ यहाँ चाहिँ। यहाँ चाहिँ क्रिकेट खेल्दैछ मसिनो बच्चाहरू। यहाँ एउटा पोखरी जस्तो छ।